यस्तो हुन्छ मिडल क्लास मान्छेको लाइफ। निकै शान्त वातावरणमा मेरो बिहानीको मिठो सुरुवात भयो। आफ्नो सासले आफैलाई बिहोस बनाएपछि मैले मञ्जनको आत्मा निकालेर दन्त मञ्जन गर्न थालेँ। अनि लुकी लुकी एक्सर्साइज गरेर म घरकाको हाँसोको पात्र बन्न सफल भएँ। दिउँसो साह्रै भोक लागेपछि मैले भात भुटेर भाँडा माझ्नको अल्छीले कराईमै भात भन्काउन थालेँ। दाइ दिदीले मलाई सानो हुँदाखेरि भेटाएर ल्याएको भन्ने कुरो भनेपछि मलाई साह्रै रिस उठेर म मम्मीलाई भन्न गएँ। मम्मीले उल्टै मलाई सिसाको कप चलायो भनेर पिटेपछि म घर छोडेर जान लाएँ। जहाँ गएँ नि पहिला भाँडा माझ्ने साबुन लिएर आइज भनेपछि म दोकान गएर भाँडा माझ्ने साबुन किनेर ललिपप खाँदै आएँ रको पैसाले। घाममा बसिरहेको बेला अचानक मेरो टाउकोबाट हिमपात हुन थाल्यो। अनि मैले तातो पानीले तालु खुइलिने गरी टाउको धोएँ। अनि घर कोही नभएको मौका पारेर मैले उनीलाई फोन गरेँ। सानो तिमीले हाम्रो बारीको बेलाउती छोरेका हौ र? त्यसपछि म सबैको लागि भोजन तयार गर्न लागेँ। तरकारीको भाउ पनि यति बढेको थियो, लसुन भनेर कुरा सुन्दाखेरि केही बोल्दै बोलेन। आजको लागि यति नै। अर्को भिडियो हेर्नको लागि भोलि फेरि 8 बजे टिकटक खोल्नुहोला।